यसपालिको दसैँमा चाहिँ मेरो घर जाने तयारी भएको छ। यसपालि दसैँको मेरो कोसेली भनेको चाहिँ पलपलको जाइफलको मसाज ओइल। हाम्रो घरमा मेरो ठुलो बुवाको छोरालाई, भाउजूलाई, सबैजनालाई ढाडको समस्या, यस्तो घुँडा दुख्ने समस्या भएको भएर चाहिँ मैले लाँदैछु। यो चाहिँ मेरो बुवा आमालाई नि अलिअलि ढाड दुख्छ, बुवालाई चाहिँ एकदम धेरै घुँडा दुख्छ। यो चाहिँ बुवा आमालाई होइन। अनि यो चाहिँ मेरो ठुलबाको छोरोलाई, बल्लभ दाइलाई, यो चाहिँ एकदम उहाँलाई पनि ढाड दुख्ने समस्या छ। बिचरा कति धेरै थेरापी पनि गर्नुभएको, राम्रो सन्चो भएको छैन। यो चाहिँ दाइ र भाउजूलाई होइन। अनि यो चाहिँ हजुरआमालाई, माथिल्लो घरको हजुरआमालाई होइन। यो चाहिँ अनि यो चाहिँ मेरो माइली भाउजूलाई पनि रुखबाट लड्नु भएको, उहाँलाई पनि ढाड दुख्ने समस्या। यो चाहिँ माइली भाउजू। यो चाहिँ फेरि माइली तल्लो घरको भाउजूलाई होइन। अनि यो चाहिँ मेरो जेठो दाइलाई चाहिँ एकदम घुँडा दुख्ने समस्या छ। सबैलाई कोसेली तयार भइसक्यो। ल है त सबैजनाले, तपाईँहरूलाई पनि त्यस्तो समस्या छ, ढाड दुख्ने समस्या छ, घाँटी यस्तो गर्दन दुख्ने समस्या छ, हात जोड्नेको समस्या छ भने चाहिँ पलपलको जाइफल मसाज तेल प्रयोग गर्न सक्नुहुन्छ। मलाई त अहिले चट्टै भइसक्यो, लाउनै नपर्ने भइसक्यो, ढाड दुखेको पुरै कम भइसक्यो। तपाईँहरूले पनि प्रयोग गर्न सक्नुहुन्छ। ल हेर्नु त यति बोकेर घर जाने हो यसपालि है त। यसपालिको दसैँको सबैजनालाई शुभकामना, सबैजनाले इन्जोय गर्नु होला।